हिँडेको हो शान्ति लाग्दैछ साथीहरु तरुल बेच्नु पर्यो नि हैन अलि हेलो गाइस गुड मर्निङ तपाईहरुलाई सबैजनालाई सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै आजको मेरो डे 2 भ्लग सुरु गर्न गइरहेको छु अहिले चाहिँ बिहान 3 बज्दैछ हेर्न सक्नुहुन्छ मेरो चाहिँ उतानिर गाडी आउँछ अनि म तरकारी लिन जाने हो गाडी आयो साथीहरु गाइस म चाहिँ गाडीको पछाडि बसेर जाने गर्छु बिहान निन्द्रामा अनुहार हेर्नुस् न मेरो हिजो पछाडि यहीँ जोडेछु लास्टमा थाहा कता थिए गाजर हाम्रो दाइले मलाई तरुल छानिदिरहनु भएको छ यो मैले लान लाको तरुल लु कस्तो तर हो त्यो निकालिदिनु भने के ल्याउनु त आमामा कस्तो कस्तो रहेछ कसरी अरे बोल्नु त हामी सागले नै हिँडेको हो सीताकै च्याउ किनेर म फर्किँदैछु अब आज खानलाई अब चिया खानुपर्छ बिहान भ्यायो तरकारी किनेर जाडो छ त्यही भएर म गाडीभित्रै बसेर चिया खाँदैछु यहाँ मेरो अङ्कल पनि हुनुहुन्छ गाइज मेरो आजको तरकारीहरू चाहिँ यो हो गाइज मैले चाहिँ हिजो बनाएँ मेरो फर्स्ट भ्लग होइन अनि आज अपलोड गरेछु कस्तो खुसी लाग्यो अब एडिट गरेँ होइन अलिअलि आफूले जानेको होइन अनि त्यसपछिबाट बनाएँ हालेछु अहिले अपलोड गरेँ 11:11 गरेको हो आज चाहिँ म सायद पसलबाट सुत्न जाँदिनँ होला खानासाना खान्छु अनि मिल्यो भने बहिनी र म गेम खेल्छु हेर्नु शान्ति लाग्दैछ साथीहरु तरुल बेच्नु पर्यो नि हैन अलि गाइस म र मेरो बहिनी चाहिँ कलर एक्सचेन्ज गिफ्ट वाला गेम खेल्न लागिरहेछौँ यहाँ चाहिँ कान्छीको गिफ्टहरू छ हैन मेरो चाहिँ फेरि एक धोक्रै सके के गर्नु हैन गिफ्ट छ त्यही भएर अब हामी चाहिँ गेम सुरु गर्न गइरहेको छौँ गाइज मैले चाहिँ बहिनीलाई चाहिँ प्राङ्क गर्नको लागि सुरुमा चाहिँ सबै तरकारीहरू फलफुलहरू लगाएर दिएँ कि होइन उसको रियाक्सन यस्तो हाँस उठ्दैन बिचरा रुनै लागिसक्यो त्यो ल्याएको गिफ्ट पनि म दिन्न भन्दै थिएँ कि त्यही पनि अब बहिनीलाई यसो प्राङ्क हानौँ न त यस्तो उसको रियाक्सन कस्तो आउँछ भनेर चाहिँ बनाएँ है यसरी त्यसपछि फेरि छुट्टै छ मैले उसलाई रियल गिफ्टहरू पनि दिएको छु गाइज यसको रियल भिडियो चाहिँ मैले युट्युबमा अपलोड गरिसकेको छु त्यहाँ पनि गएर एकचोटि हेरिदिनु होला निकै रमाइलो भएको छ यो गेमवाला भिडियो चाहिँ प्राङ्कवाला जस्तो हेलो गाइज हामी दिदी र बहिनी म दिदी र बहिनी चाहिँ हामी आज कलर गिफ्टवाला एक्सचेन्ज गेम खेल्न लागेको अब के यसले ल्याएछ के मैले ल्याएछ हेर्नुहोस् होला यसको रियाक्सन कस्तो हुन्छ मेरो रियाक्सन कस्तो हुन्छ हेर्नु होला फर्स्टमा के छ बहिनी भन त रेड म छक्क परे यार मैले के ल्याएँ रेडी एकछिन न नहेर है त हेर्दैन क्या कस्तरी हाँसेको यार नाच्नु त्यसरी 1 2 3 गो रेड टिका मेरो बहिनीलाई भर्खर बिहे गरेको नि त थ्याङ्क यू बहिनी मेरो लागि कालीमाटी जाँदा पैसा बोक्ने ब्याग थ्याङ्क यू ओरेन्ज यस्तै किनेर यसरी पो एकैछिनमा ब्याग रहेछ 1 2 3 गो क्लिप मेरो बहिनीलाई खै मलाई थ्याङ्क यू बहिनी 1 2 3 गो
पिङ्कको डब्बा येल्लो एन्ड ऊ छ तर येल्लोमा गर्नु ल्याइदिएछु मैले साथ बहिनीलाई मन पर्यो तेरा क्या होगा कालिया मन पर्यो थ्याङ्क यू मेरो बहिनीले मलाई ऐना ल्याइदिएको छ ग्रिन एकछिन न मेरो बहिनी मेरो आमाको चाहिँ गिफ्टहरू भर्दै देखाउँदैछ है 1 2 3 गो यो चाहिँ मेरो बहिनीलाई स्पेसल ल मन पर्यो कि नै मन थ्याङ्क यू बहिनी चुरा पनि छ त यो हेर न कस्तो राम्रो ओहो कस्तो राम्रो यार मैले किन्नु आँटिरहेको थिएँ अब धन्न किनिन सेर त मन पर्यो कलर पनि कस्तो राम्रो चुरा तर यो मेरो साइज हो 26 8 छ त हैन 6 अरे 8 भयो पनि वाह यार कस्तो राम्रो यो प्लाजो वाला हो धन्यवाद यार तँलाई धेरै धेरै धन्यवाद अब ब्लू ब्लू 1 2 3 गो झोलामा छ है ल के ल्याइदिएछ है थ्याङ्क यू मेरो बहिनीले मलाई के ल्याइदिएको छ वाह कस्तो राम्रो यार तेरो छैन भन्दिस् नि त नि त्यही भएर ल्याइदिएको धन्यवाद तँलाई मन पर्यो थ्याङ्क यू पर्पल पर्पल रेडी 1 एकछिन मेरो हराइदियो त 1 2 3 गो के हो त्यो नेल पोलिस ल धन्यवाद बहिनीलाई ब्राउन होइन तँलाई मन परेन नङ पोलिस भन्दैनस् त थ्याङ्क यू पनि थ्याङ्क यू भने त राम्रो रहेछ ब्राउनमा के छ 1 2 3 गो लिपस्टिक अबे अब के छ भन् मेरो बहिनी ब्ल्याक ब्ल्याक हे ब्ल्याक अन्त 1 2 3 गो मेरो बहिनीलाई ठुलो ल्याइदिएको गिफ्ट ल्याइदिएको नि त ओहो मेरो बहिनीको नि डार्क फ्यान्टेसी व्हाइट सानो छ 1 2 3 गो क्लिप साइड क्लिप पिङ्क लास्ट 1 2 3 गो थ्याङ्क यू क्लिप र मफलर ल्याइदिएकोमा धन्यवाद तँलाई ओहो सक्यो तँले कति महँगो ल्याइदिएछ पैसाको कुरै होइन नि आमामामा लाइजा अङ्गालामा बेच्छ नि यसले कुर्ता चाहिँ दामी ल्याइदिएछ यार थ्याङ्क यू तँ कहाँदेखि ल्याइदिएछ कुर्ता जहाँसुकैबाट ल्याइदियो कस्तो राम्रो थियो